हाई गाइज, म चाहिँ आज वेस्ट एरिया गार्डन वेस्टमिड जान लागेको। अनि वेस्टमिड पारामाटा भन्ने चाहिँ सुनेको थिएँ मैले, पारामाटाबाट जानुपर्छ भन्ने चाहिँ, तर वेस्टमिड चाहिँ नजिकको स्टेसन रहेछ। अनि यो चाहिँ म मेकअप गरेर रेडी भएको थिएँ अनि यस्तो देखाउन लाग्थेँ, तर यसरी मैले कहिले यस्तरी भिडियो बनाउँदैन नि त। लाइक हुन्छ नि त, मैले त्यो गीतहरूमा लिपसिङ मात्रै गरिरहेको हुन्छु, त्यही भएर चाहिँ मलाई वेयर्ड लाग्थ्यो कि त्यो उभिएर, अनि त्यही भएर हाँसेँ थिएँ। अनि यो चाहिँ मेरो आउटफिट अफ द डे। अनि म चाहिँ निस्केँ थिएँ, अनि यो चाहिँ स्टेसनबाट चाहिँ झरिसकेको बेला हो। अनि त्यो पछि चाहिँ म यहाँ चाहिँ लाइनको बत्तीको के भन्छ त्यो भन्दासम्म त्यो पाटै गइसक्यो क्या गाइस, अब के गरौँ म। अनि यो चाहिँ म कस्तो एकदमै राम्रो फिल भइरहेको थियो मलाई। घाम चाहिँ एकदमै टनटनापुर भन्छ कि के भन्छ त्यस्तै घाम लागेको थियो, बट स्टिल एकदमै धेरै। मैले चाहिँ ह्याट लानु पर्थ्यो, ह्याट या अम्ब्रेला केही लानु पर्थ्यो, तर म बिर्सिहालेँ कि। तर जेउस एकदमै रमाइलो लागिरहेको थियो कि म कति टाइमपछि बाहिर निस्केको थिएँ, मेरो भर्खर प्लेसमेन्ट सकेको, अनि कति पछि बाहिर निस्केको थिएँ, अनि कस्तो रमाइलो लागिरहेको थियो कि। अनि यस्तै एक्लै गएको। अनि त्यो पछि चाहिँ यो बाटोहरू चाहिँ कस्तो पिसफुल थियो क्या, एकदमै धेरै पिसफुल के हुन्छ नि। अनि कस्तो आफैलाई आनन्द फिल हुने कि त्यहाँ हिँड्दा पनि, जति चर्को घाम भए पनि। अनि हिँड्ने बेला कस्तो पिसफुल भाइब आएको थियो क्या, एकदम सुनसान। तर यहाँ मान्छेहरू पनि हिँड्ने, त्यो वकमा जाँदा रहेछन्, साइक्लिङहरू गर्दा रहेछन् है। अनि कस्तो हुन्छ नि, एकदमै त्यो आई फेल्ट अलाइभवाला भइरहेको थियो क्या मलाई त्यहाँ हिँडिरहेको बेलामा चाहिँ, एकदमै सुकुन मिलिरहेको थियो। अनि के भन्ने त म अब। अनि यो चाहिँ मेरो अब फर्स्ट डे अफ मेकिङ ब्लग्स है गाइस। अबदेखि चाहिँ म के भन्छ अरे हप्तामा एकचोटि चाहिँ ब्लग हाल्छु होला मैले, यसकै बाहनामा होइन। म चाहिँ अब बाहिर निस्किन्छु होला, किनकि जहिले घर काम भएर म एकदमै धेरै एक्जस्टेड, फ्रस्ट्रेटेड, टायर्डहरू के वर्ड छ त्यो सबै भइसकेको थियो। त्यही भएर हुन्छ नि मेन्टल्ली एकदमै स्ट्रेस, त्यही भएर चाहिँ यस्तो बाहिर निस्किनुपर्छ जस्तो फिल भएको थियो मलाई। अनि त्यही भएर चाहिँ म आज जान लागेको भनौँ न, गइदिएको भनौँ कि अब जान लागेको भनौँ गाइस, अब गएको भनौँ न अब यो त, किनकि अहिले ऊ गरेर आएको हो क्या र। अनि चाहिँ यो चाहिँ म हो क्या र। अब के भन्ने त, के भन्ने यहाँनिर म कस्तो राम्रो देखेको भनौँ न। अब यस्तो राम्ररी देखिन्छन् को हुने, यस्तो राम्री नानी। अनि कति राम्रो ठाउँ के गाइस, एकदमै धेरै राम्रो थियो कि ठाउँ चाहिँ। त्यो तिमीहरू कोही गएको छैनौ अस्ट्रेलियामा बस्छौ भने चाहिँ एकचोटि चाहिँ जानै पर्छ है गाइस। त्यो हुन्छ नि पिसफुल माइन्डको लागि भनौँ न, हुन्छ नि जानुपर्ने चाहिँ हुन्छ क्या। अब राइडमा भन्दा पनि त्यो हिँड्दै गएको एकदमै धेरै रमाइलो लाग्दो रहेछ क्या। मेरो त फर्स्ट टाइम हो जाने, त्यही भएर म यस्तो टाइममा गएको। थाहा पाएको भए त सेप्टेम्बरमा जान्थेँ। अब जानी साथीहरूसँग जानी भन्दा यस्तै भइगयो कि सेप्टेम्बरमा चाहिँ हो खासमा चाहिँ एकदमै त्यो सबै फुल्ने क्या, फुलहरू त्यो हुने। अहिले त अब त्यही नै फुलहरू नभए तापनि ठाउँ कस्तो रमाइलो छ क्या, हुन्छ नि अति नै। यहाँनिर चाहिँ होइन एउटा चमेरा चाहिँ देखाएको थिएँ कि मैले, चमेरा त हो नि होइन, त्यो ब्याट भन्छ। अनि यस्तो यतिकै खिचिरहेको थिएँ कि म, त्यो देखेको त एकछिनपछि त रुखमा कति धेरै हो क्या। म त पुरै सक भएको थिएँ त्यतिखेर। अनि यो ठाउँ चाहिँ कस्तो राम्रो के, त्यो फुलहरू त्यो पुरै जस्तो हुनपर्ने थियो त्यो। अब त्यो सेप्टेम्बरमा हुन्छ नि त, म त अब यो के भइगयो नोभेम्बरको लास्ट भइगयो। अनि तर पनि कस्तो रमाइलो क्या यहाँ, यस्तो फुलहरू कस्तो पिसफुल थियो क्या पुरै। अनि त्यो पछि चाहिँ यो के भन्छ यसलाई, केस जस्तो थियो। अनि यो भित्र हिँड्ने बेला नि कस्तो मजा थियो मलाई चाहिँ। अनि त्यही नै हो, अब के भनौँ म। कस्तो रमाइलो भएको थियो कि यहाँनिर हिँड्ने बेलामा चाहिँ। कति लामो हो त नि यसको त। अनि त्यो हिँड्दै गएको थिएँ म, भिडियो खिच्दै। पछि आउने बेलामा चाहिँ आफ्नो मुखको खिच्दै आएको थिएँ, तर जाने बेलामा चाहिँ यसको यस्तो खिच्दै गएको थिएँ। यस्तो पिसफुल के। यहाँ मान्छेहरू त कोही पनि देखे होइन, तर अलिअलि मान्छेहरू थिए, हुन्छ नि हिँडिरहेको बसिरहेको त्यस्तो। यहाँ भिडियोमा मैले त कसैलाई पनि निकालेको छैन, क्या हुन त किन निकाल्नु पर्यो अरूलाई। अनि कस्तो यहाँनिर यस्तो नराम्रो तरिकाले घाम लाग्थ्यो तर मेरो मुखमा,
अनि मलाई ह्याटको एकदमै याद आइरहेको थियो। अनि मैले पानीको बोतल पनि लिन्छु भनेरै सोचिरहेको थिएँ, तर म बिर्सिछु कि मलाई यो यति धेरै मनपर्छ नि, यो वाला फुल हुन्छ नि, यो रुख छ नि ठुलो रुखमा फल्ने कि फुल्नी भन्छ नि। अनि त्यहाँनिर हिँड्ने बेलामा मलाई यस्तो रमाइलो लाग्छ। त्यो हाम्रो घर अगाडि पनि छ कि म बस्ने यहाँ घर अगाडि पनि छ, अनि उतापट्टि पनि छ कि स्टेसन जाने बेलामा यस्तो आनन्द लाग्छ मलाई त्यहाँनिर हिँड्ने बेलामा। अनि म उतापट्टि पनि गएको थिएँ, तर अनि उतापट्टि त मान्छेहरू कति धेरै थियो कि त्यो ग्रुपमा त्यस्तो बसेको क्या। अनि त्यो पछि चाहिँ म धेरै उता चाहिँ गइनँ, अलिकति चाहिँ गएँ। कति राम्रो है, कति सुनसान शान्त सुन्दरहरू के भन्छ, एकदम पिसफुल क्या, अति नै। अनि त्यही नै हो, त्यो मौसम पनि कति रमाइलो न। प्लेन गएको हेऱ्यो भने राम्रो हुन्छ अरे क्या गाइज, लाइक हुन्छ नि एउटा भनाइ, त्यही भएर देखाइदिएको थिएँ मैले। अनि मैले चाहिँ सकेसम्म पुरै नै रेकर्ड गर्ने ट्राई गरेको छु, किनकि मैले अब होइन राम्रैसँग भ्लग बनाऊँ भनेको, तर त्यतिखेर बोल्दाखेरि त अब आवाज राम्रोसँग बुझिन्न, त्यही भएर चाहिँ मैले भोइस रेकर्ड गर्छु पछि भनेर सोचेको थिएँ कि कुनै कुनैमा त बोलेको छु मैले, त्यो बोलेको आवाज पनि अलिकति क्लियर छैन क्या। अनि त्यही भएर चाहिँ मैले सबै नै कस्तो चराचुरुङ्गी पनि रहेछ त कस्तो राम्रो है। आई मिन हेर्दै यस्तो पिसफुल देखिया, त्यहाँ गएर त्यो फिल गर्ने बेलामा त कस्तो पिसफुल छ क्या। तर ठाउँ चाहिँ कहिलेकाहीँ यस्तो म चाहिँ यहाँ यो चाहिँ मेरो सेल्फ स्टिक हो क्या, र अनि ट्राइपोड पनि हो, मेरो बेस्टी हो भन्दा पनि हुन्छ। मैले यो राखेर फोटो भिडियोहरू खिचेको थिएँ पहिला, पछि चाहिँ यहाँनिर चाहिँ म मिलाइरहेको थिएँ कि भिडियो सुट गर्नलाई मिलाइरहेको थिएँ, तर त्यो खसिरहेको थियो क्या। यो एकदमै गर्मी भएर चाहिँ मैले त्यो कार्डिगन खोलाएको थिएँ त्यतिखेर, अनि यहाँनिर खसेर अनि चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ क्या। र भिडियो त 3-4वटा बनाएको थिएँ, तर अरू चाहिँ राम्रो आएनन्। यो चाहिँ ठिकै आएको जस्तो लागेर मैले हालिदिएँ हो यस्तो। मैले ओ माई गॉड भनेको यो त्यहाँनिर एकदमै धेरै काम लाएर। यो चाहिँ त्यही केस भन्छ कि भन्दैन, केच भन्दैन क्या नि, खै के भन्छ त्यस्तोमा हिँडिरहेको बेलामा चाहिँ भित्र त्यो फर्किने बेलामा होइन, त्यहीँ डुलिरहेको थिएँ कि म यता र उता। कति 3-4 घन्टै बस्यो होला कि म, मेरो प्लान चाहिँ म 1 घन्टा जति बस्छु होला भन्ने थिएँ, तर यहाँनिर पनि मैले यो चाहिँ हो क्या। अनि त्यो ठुलो बनाउनु नि मिल्छ फोल्डेबलवाला, यो चाहिँ अस्ति भर्खर कहिले किनेको थिएँ मैले। अनि मैले फोटोहरू पनि कति धेरै खिचेको छु। यहाँनिर चाहिँ 2-3वटा राखेको छु क्या। र अनि रिसाएको वाला यस्तो फेस नबनाइकन त मलाई फोटो खिचेको चित्तै बुझ्दैन फेरि। अनि त्यही नै हो, यहाँनिर त त्यो फुलहरूमा यस्तो अब अर्को फुल भन्ने रे क्या, थुक्क छ्या त्यही नै हो। कस्तो राम्रो छ नि ठाउँ चाहिँ, एकदमै पिसफुल के। अनि त्यो सेप्टेम्बरमा जान पायो भने झन् कति रमाइलो हुन्छ होला कि। पछि अर्को साल जान्छु होला अब सेप्टेम्बरमा। अनि त्यही नै हो, तर सेप्टेम्बरमा मात्रै होइन, म पछि फेरि पनि जान्छु होला। त्यो पछि त्यहाँबाट फर्केर म केमाट छिराएको थिएँ, आई मिन पारामाट आएको थिएँ। अनि मलाई चाहिँ यो कलर किन्नुपर्ने थियो, पहिलाको चाहिँ पिङ्क थियो। अनि त्यो कहाँ गयो हेर्न, त्यो पछाडिको छानेको कि यत्तिकै के हुन्छ नि, अगाडिको त लिन्न होइन, प्याकेजमा छ हुन त के हुने हो, तै पनि कि पछाडिबाट निकाल्ने। अनि यहाँ त म यत्तिकै डुलिरहेको थिएँ मैले चाहिँ। अनि यहाँ हेर्न, म 7 हिल्स झर्नुपर्ने होइन, त्यहाँ तोङ्गाबी नै देखाइरहेको थियो, तर त्यहाँ लास्टमा त म्यारियोङ पुगेछ कि। स्टेसनमा ट्रेनभित्र चाहिँ त्यो मात्रै देखाइरहेको थियो। अनि त्यो कति धेरै राम्रो फुलहरू। अनि मैले पानी किनेँ, लास्टमा पानी पिएँ, घर आएर अनि मैले कपाल कर्ल गरेँ। ओ माई गड, यहाँनिर त कति फास्ट गएको है क्लिपहरू। यहाँ बोल्दा मेरो सासै अड्केला जस्तो भइसक्यो। यहाँ अर्को हप्ता अब यस्तै अर्को भिडियो आउँछ है, कतै घुम्न गएको। हेर्नको लागि चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब, बाई बाई।